यो ल ठिक छ त्यो लोरो चाहिँ राख्नु हुन्छ हुन्छ यही राख न ल ल आइज ल ढाकै दियो हो बन्द भयो ल ठिक छ यहाँ माथिबाट आइदिए पनि हुन्छ माथिबाट आए नि हुन्छ ल बस अब पूजा गर ल पहिला अब शुभमला गर पूजा गर म पूजा यसो खुट्टा हात भाइको सेवा वर्षमा एकचोटि मात्रै सेवा गर्छु अरू बेला ध्यान सधैँ भाइटिका तीन-तीनचोटि पूजा सधैँ दिएन पैसा अनि सधैँ भैटिका भइहाल्छ नि सम्मको पर्स कहिलेको त सधैँ पूजा गरिदिन्छ ल गरम छ सम्मको पर्स त अहिले अहिले पहिला पूजा गर्ने थियो अनि अहिले अहिले अनि गरम गरममा गर्ने ल सानवीले भन् न मलाई पर्स दिएर दिदियो भने पर्सै दिने हुन्छ मलाई पुरै नै ए पर्स दिन्छु त होइन के नजिक के गर्न अब के गर्नु पर्ने अब के गर्नु पर्ने अब त्यो लाउने होइन पूजाहरू चाहिँ ल त्यो लगाइदियो अलिअलि लिएर लगाइदियो भयो मलाई त यता हेर न यता हेर नबोला फोटो भिडियो बनाउँदै हुनुहुन्छ त्यो झारेर पर्छ तेल लगाइदियो तेल लाउनुपर्छ त्यसलाई अहिले तेल सुक्खा रहेछ यसको कपालमा हालिदियो सबैको तिनटेको मैले दिने नि तिनटेको सुक्खा छ हतार हतार जुत्ताको लेस त बाँध्न दिएको थिएन सब दिदीले गरिदिने ढिलो भयो भनेर क्या यो इन्जेक्सन चलिहाल्छ के बसालेको याद गर्नु भात हो म कम गर्दिनँ है कमै गरेको छु कतिले पाले सिटी लगायो भने झिकिदियो केही हुँदैन पूजा आज फुलले पूजा गर्ने फुल कति रमाइलो भएको फुल कति ल्याएको थिएँ मैले थुप्रो फुल के गरे अरू दिन कपाल छुँदैन आज त्यसरी स्वस्तिक त ठ्याक्क काटीकुटी सुशीलै राई भयो है ठ्याक्क तर सुशील त त्यो सानोमा काले कालो थियो नि सल्लाह सुन्दै हो यो काठमाडौँ बसेर गएर भयो कालो भएर गोरो भएको होला यो जनकपुर भएको अनन्त जस्तै हुन्थ्यो अनन्त ठ्याक्क अनन्त जस्तै थिइस् नि त पहिला अनन्त कालै छ नि कपाल त यसको गोरो मिल्छ हौ कति राम्रो कपाल यता हेर है सबैले एकछिन है 1 2 3 कपाल पुरै ठाडो भएको छ क्या तेरो। अत्तर लगाइदिए जहाँ रुया ल्याउनु पर्छ अनि रुया खल्तीमा हाल्दिनु हुन्थ्यो अलिकति रुया लिएर यसो लगाइदियो ए कानको छेउछेउमा लगाइदिएन कान पछाडि कान पछाडि हातमा कान पछाडि हातमा यस्तोमा लगाइदिनु यस्तो यस्तोमा यस्तो कान पछाडि हातमा लगाइदियो अनि यसो गरेर अनि यसो गर कहिले लगाइदैन हाम्रो हातले म लगाएर लगाइदैन भन्दै तिमी लगाइदेऊ न नानी। हातले लगाइदैन हो त्यसरी लगाइदिनु लगाउने नि यसरी हो क्या यो यता यता भाइ कानको दिला हातलाई अब टीका लगाइदिनु ढोका खोल्न मिल्छ होइन मिलिहाल्छ नि अब फेरेपछि बस 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 अब टीका लगाइदिनु सम्भव हुन्छ सानो त्यसको स्वस्तिको ठुलो चाहिँ हलन यसको हेर्दा